तहले खर्च गर्न नसकेको सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानको रकम सोही आर्थिक वर्षभित्र सञ्चित कोषमा व्यवस्था गरेको हो। तहले रकम फिर्ता गर्नुपर्ने के भएर तँलाई सँगै आउट गरेर बनाउन सकिन्न? कति बेला थाहा चाहिँ टाउकोमाथि घाम लागिसक्यो। आर्थिक वर्षभित्र सञ्चित हेर्ने 9 बज्नु लाग्यो। दाखिला गर्नुपर्ने व्यवस्था गरेको थियो। कोले बनाउनु फेरि भाइ भन त खाना खाएर फोन गर्छु नि त। कहाँ है भर्खर छुट्टी लाग्नु लाग्यो। भर्खर त छुट्टी लाग्नु लाग्यो। अन्डा बनाउँछु अनि खाउँला नि। जाली मुक्दैन आज अलिक सानो दोस्त। आमा भने कि आमा हुन् केटा। त्यो हिजो आएको 2 दिन अघि केटी हो त्यो। जस्तो सुकै अवस्थामा नछोड्ने भनेको आमाले हो भाइ। जब त्यो हिजो आएको केटी त भर्खरै छोडेर जान्छ। तेरो कमजोरी मात्रै पाउनु पर्यो। आमा बा मात्रै हो जो तँलाई जस्तो सुकै दुःखमा नछोड्ने, बुझिस्? त्यसैले विचार गर केटा समयमै। मुला साग सुतेर उठेपछि कता छडा मिलाउने हैन। त्यसै जे मलाई त्यही गरेछ। कपडा जहाँ लथालिङ्ग पारेछ। तँलाई त्यही केटी भए पुग्छ के? बामाले त्यत्रो खर्च गरेर पढाखान, यता त्यत्रो यहाँ बजारसम्म पढाखान, बुझ्न छैन केही छैन। मुला साग खाएछ, हिँडेछ, डुलेछ। त्यो एक दिन थाहा पाउँछ क्या मुला सागले भने हुँदैन। उठ्ने नि ढिलो उठ्ने, कपडा छोडा मिलाउने होइन के होइन। भातेहरू अरू मलाई थाहा छैन। एक्जाम लगाइसक्यो पढ्ने अरू मलाई थाहा छैन। पढ्लास् के पढ्लास् यार। छिटो खाना बना त। त्यत्रो एक्जाम छ त समय यार। 5 त्यत्रो एक महिना। Padney time ma. Three-month patchy result ACO days. दर्शकबिन नमस्कार, शुभ बिहानी। यति बेला तपाईँ हेर्दै हुनुहुन्छ भुजेल न्युज टेलिभिजन। नयाँ सरकार परिवर्तन भएसँगै देशभर परीक्षा परिणाम निकाल्नेको संख्या अत्याधिक धमाधम सञ्चालन भएको छ। हरेक वर्ष 6-7 महिना मात्रै परीक्षा परिणाम निकाल्न लगाउने सिडिपिटीले यो वर्ष भने मात्र 3 महिनामा परीक्षा परिणाम सार्वजनिक गरेको छ। परीक्षा परिणाम सार्वजनिक गरेमा 5000 जना सहभागी भएको सिडिपिटीले जनाएको छ। 5000 परीक्षार्थीमा 3 जनाले मात्रै के छन् A+ ल्याउन सफल भएका छन्। 4000 जना मात्र पासको लिस्टमा भएको छन्। जुम्लामा भने मात्र एउटा रोचक कुरा गरेको छ। 16 जना परीक्षार्थीहरूमा मात्र 1 जना मात्र असफल भएका छन्। मार्क्सको लागि काठमाडौँ आउन नपर्ने 2 दिनभित्रै शिक्षा संस्थामा उपलब्ध गराइदिने सरकारले जनाएको छ। Part to coming soon. Chade Oucha.